Hello viewers, welcome back to my YouTube channel and thanks a lot for being here. Please do subscribe for more notifications and updates. सो मेरो बाइकमा चाहिँ फल्ट आइराखेको थियो, स्टार्ट बन्द भइराखेको थियो र 4-5 किलोमिटर हिँडिसकेपछि स्लो डाउन हुँदाखेरि चाहिँ सेल्फ आफै बन्द हुने, स्टार्ट आफै बन्द हुने क्लोज लिँदाखेरि। सो हिटिङ प्रब्लम भइराखेको थियो, हिट हुँदाखेरि चाहिँ त्यो चाहिँ नि आफै बन्द भइरहेको थियो। सो त्यस्तो चाहिँ नहुनु पर्ने र यसको फल्ट पत्ता लगाउँदा चाहिँ 2-3 ठाउँमा देखाएँ मैले चाहिँ नि। र यहाँ चाहिँ नि हामीले चाहिँ कार्बोरेटरमा समस्या होला भन्ने भयो, तेल पास नभएर यताउता भन्ने कुरो आयो। सो हामीले पनि कार्बोरेटर चाहिँ सफा गऱ्यो र एयर फिल्टरहरू अरू सबै चिजहरू, स्पार्क प्लगहरू करेन्ट पास भइराखेको छ कि नै त्यो पनि चेक गऱ्यो। त्यो सब नर्मल थियो र लास्टमा चाहिँ हाम्रो कार्बोरेटर सफा गरेर पनि चेक गऱ्यो र कार्बोरेटर सफा गरेर चाहिँ स्टार्ट गर्दाखेरि चाहिँ नर्मल्ली स्टार्ट भयो। यस्तै 4-5 किलोमिटर हिँडिसकेपछि फेरि पनि स्टार्ट बन्द भयो है, र समस्याको समाधान चाहिँ भएन। सो फेरि चाहिँ नि अर्को ठाउँ लगेर मैले चाहिँ नि के भयो यसको चाहिँ अब फल्ट पत्ता लगाउनु पऱ्यो भनेर चाहिँ लाँदाखेरि चाहिँ लास्टमा रहेछ सिडिआईको प्रब्लम। सो त्यो चाहिँ नि सिडिआई भन्ने चिज चाहिँ सिट मुनि हुँदो रहेछ र त्यसले चाहिँ नि करेन्टहरू पास गर्दो रहेछ इक्वेली गाडीतिर। सो त्यसले चाहिँ नि काम गरिराखेको थिएन, राम्रोसँग काम गरिराखेको थिएन, काम चाहिँ गरिराखेको थियो। स्टार्ट हुँदा नर्मली स्टार्ट गर्दाखेरि सुरुकोचोटि चाहिँ, त्यसपछि बिचमा चाहिँ रोकिँदाखेरि चाहिँ स्टार्ट गर्दैन, 1-2 मिनट रोकेर चाहिँ स्टार्ट गर्नुपर्ने हुन्थ्यो चिसो भएपछि। त्यसपछि करेन्ट पास हुन्थ्यो, नत्र चाहिँ रोक्नु पर्थ्यो है। सेल्फै लिँदैथ्यो र किकले हान्दा पनि अलिकति गाह्रो हुन्थ्यो। सो पछि चाहिँ नि मैले सिडिआई फेरेँ र सिडिआई फेराएँ र सिडिआई फेराउँदाखेरि चाहिँ मेरो खर्च चाहिँ 2600 जति लाग्यो है। सो फिटिङ चार्ज यताउता गरेर चाहिँ 2600 लिनुभयो। सो ठिकै हो, बाइक चाहिँ बन्यो, राम्रो खुसी लाग्यो। सो भन्दाखेरिको त्यो खुसीको क्षण एकदम अविस्मरणीय हुन्छ अरे। सो यो चाहिँ नि रहेको छ कार्बोरेटर सफा गर्दाखेरि चाहिँ कसरी सफा गर्नुहुन्छ भिडियोमा छ। र सानो पार्ट्सहरू रहेको हुन्छ, एकदम महिनो गरेर सफा गर्नुपर्छ। यसरी एयर प्रेसर हुन्छ, पेट्रोल राखेर चाहिँ सफा गर्छ ब्रस लाएर। सो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै बिदा हुन्छु। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। सी यू इन अनदर भिडियो।